साथीहरू कोरियामा चाहिँ यो बाटोमा चाहिँ यो केमुको बोट चाहिँ हुँदो रहेछ। खाना चाहिँ मिल्दो रहेछ। यहाँनिर केमु बोट छ। यहाँनिर झन् धेरै पाकेछ, कालै छ। यहाँ भोजमा पनि फसेछ होइन। तपाईँहरू खान सक्नुहुन्छ। यहाँ चाहिँ आजभोलि चाहिँ केमु चाहिँ एकदमै जटाकटी हुँदो रहेछ बाटोभरि। अनि यहाँनिर आरू पनि फलिसकेछ, देख्न सक्नुहुन्छ। यो आरू पनि ठुल्ठुलो भयो भने खानुपर्छ। यो पनि मेरै कालो हो। ए आरू पनि ठुला भइसकेछ। यहाँ हाम्रो आरू पनि पाइदो रहेछ कोरियामा, देख्न सक्नुहुन्छ गाइजहरू। यसलाई पनि मजाले खानुपर्छ। अब चाँडै नै ठुलो भइहाल्छ होला। यो पनि मेरै कालो हो। कति धेरै छ गाइजहरू, देख्न सक्नुहुन्छ आरू है। यहाँनिर छ। यहाँनिर चाहिँ हाम्रो कम्पनीको नजिकै छ। यो आरू पनि मजाले खाइन्छ अब केही समयपछि गाइजहरू। आज चाहिँ यसो खाना खाएर बाहिर घुम्न आएको, बाहिरतिर डुल्न आएको।